हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ मेरो छोटो अनि मिठो कुकिङ भिडियोमा। म चाहिँ आज मेरै स्टाइलमा आलु फ्राईको रेसिपी लिएर आएको छु। आलुलाई चाहिँ मैले यसरी पिस पिस बनाएर काटेर राखेको छु। अनि यता हाम्रो पानी तातेर रेडी भएपछि त्यो पिस पिस गरेर राखेको आलुलाई यसरी एड गरेँ। मैले छिटो पाक्छ भनेर चाहिँ नुनलाई पनि एड गरिदिएँ। नुन एड गरेर यसरी मजाले चलाएँ। आलु चाहिँ मजाले उम्लिँदै थियो। यसरी आलु यता उम्लेर पाक्दैछ। मैले चाहिँ यता आलुको लागि मसला रेडी बनाउँदैछु। मैले बोलमा 1 चिया चम्चा धनिया र जिराको धुलो हालेँ। बेसारलाई पनि एड गरेँ। कश्मिरी मिर्च पनि एड गरेँ। अनि यता हाम्रो आलु चाहिँ पाकेर रेडी भइसक्यो। अनि यता मैले मजाले पेस्टलाई चाहिँ यसरी चम्चाले घोल्दैछु। अनि मैले लास्टमा चाहिँ यो टिमुरको धुलोलाई पनि एड गरेर मजाले घोलेँ। अनि अघि उसिनेर रेडी बनाएको आलुलाई यसरी हालेर मजाले मिक्स गर्दैछु। अनि यता मैले राम्रो देखिन्छ भनेर आलुलाई चाहिँ माथिबाट सेतो तिल पनि एड गरेर यसरी राखेँ। अनि यता मैले कराईमा तेल तताउन हालेँ। हाम्रो तेल तातेपछि चाहिँ मैले एक एक पिस गर्दै यो आलुलाई यसरी राखेँ। कस्तो राम्रो कलर आएको क्या आलुको चाहिँ। त्यो मैले मसलामा कश्मिरी मिर्च थोरै राखेको थिएँ नि त। अनि यसरी एक एक पिस गर्दै आलुलाई यसरी हालेर एकछिन पाक्न राखिदिएँ मैले। यसरी हाम्रो आलु चाहिँ पाकेर रेडी हुँदैछ। लास्टमा चाहिँ हाम्रो आलु यस्तो भयो। टिमुर हालेको भएर एकदमै मिठो भएको थियो आलु चाहिँ। हाम्रो आलु चाहिँ यस्तो मिठो अनि यति राम्रो भएको थियो। हजुरहरू पनि बनाएर ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ।